यसको मान्नु कहिलेसम्म हो ठुलो दमन भएको ठुलो चाहिँ लफडा भएको छ ठुलो चाहिँ लफडा भएको छ एकदम गोफडा भएको छ यहाँ उहाँहरूले दमन गर्नुभएको देखिन्छ दर्शकहरू उहाँहरूको आफ्नो चाहिँ बिहान लिन पाउनु भएको छैन डिएसपी साहबहरू लेखेछु पुरै प्रहरीले चाहिँ बल प्रयोग गरेको देखिन्छ प्रहरी पुरै बल प्रयोग गरेको देखिन्छ प्रहरीले एकदम बल प्रयोग गरिन्छ नेपाल प्रहरी पुरै एकदम लट्ठीचार्ज गरेको देखिन्छ हामी एकदम बल प्रयोग भएको देखिन्छ दर्शकहरू यसरी देखिन्छ पुरै बल प्रयोग भएको देखिन्छ एकदम देख्छौँ हामी त्यसलाई आक्रोश छ हामी देख्छौँ यहाँ सडकमा रङ्गी चङ्गी भएको छ पीडित परिवारमा दमन गरिएको छ त्यो पीडित परिवार दमन भएको देखिन्छ यहाँ ठुलै चाहिँ देखिन्छ त्यो दमन भएको छ यो पीडित परिवारलाई चाहिँ लिन दिएको छैन ठुलो दमन भएको देखिन्छ त्यो नेपाल प्रहरीले देखिन्छ त्यो बेला चाहिँ दलितका लागि दलित खैरसनालाई चाहिँ हात हालिएको छ त्यस्तो देखिन्छ र हामी देख्न सक्छौँ त्यसलाई यो आक्रोश हामी देख्न सक्छौँ त्यसलाई यो काठमाडौँको यो चाहिँ मानव अधिकार आयोग जाने बेला प्रहरीको ठुलो सङ्ख्यामा तैनाथ प्रहरी ठुलो दबाव गरेको छ बिचरा उहाँहरूको चाहिँ बिहान लिन दिएको छैन हामी देख्न सक्छौँ बिहान लिन दिएको छैन उहाँहरूको चाहिँ यस्तो बर्बादपन यहाँ आदरणीय दर्शक दमन भएको देखिन्छ यति बेला देखिन्छ अत्यन्तै खतरनाक तरिकाले यहाँ अगाडि बढेको देखिन्छ नेपाल प्रहरीले चाहिँ त्यसलाई तैनात गरेको देखिन्छ यहाँ चाहिँ यो एउटा ब्यानर खोसिएको छ र हामी देख्न सक्छौँ त्यसलाई हामी नेपाल प्रहरी र पीडित परिवार बीच चाहिँ ठुलो दमन भएको देखिन्छ यहाँ र हामी त्यसलाई देख्न सक्छौँ अत्यन्तै आक्रोश छ यहाँ चाहिँ